वेलकम टु आवर च्यानल। अनि आज चाहिँ हामी भिजिट जान लागेको हेर्नुलाई साथीहरूसँग कति धेरै भयो हामीले नभेटेको, त्यही भएर आज चाहिँ हामी भिजिट जान लागेको छौँ। अनि म चाहिँ रेडी भइसकेको छु अनि निशल पनि यहाँ रेडी हुँदैछ। अनि त्यही हो, हामी बुढाबुढीलाई चाहिँ अलिक रेडी हुन नै टाइम लाग्छ क्या मेन चाहिँ। अनि हाम्रो आउटफिट चाहिँ यस्तो छ किनभने जाडो छ, त्यही भएर हो। यो चाहिँ हाम्रो आउटफिट, आजको आउटफिट अफ द डे, आउटफिट अफ द नाइट। अलिक माथि नदेखाउँ होला होइन। अनि त्यही हो, अब हामी चाहिँ तपाईँहरूलाई त्यहीँ गएपछि भेट्छौँ है त। बाई। Welcome to another episode of our vlog. अहिले चाहिँ हामी अब ट्रेनमा जाँदैछौँ दुईजना। अनि हामी चाहिँ अहिले जाँदैछौँ, हामी चाहिँ गएपछि देख्छौँ है तपाईँहरूलाई। त्यहाँनिर गएपछि भेट्छौँ, के गर्छौँ र आज हामी के गर्छौँ सबै तपाईँहरूलाई अपडेट गर्छौँ है त गाइस। हेलो, अहिले चाहिँ हामी साथीहरूसँग भेटेको, निरिता, कविता। ट्रेन स्टेसनमा छौँ है। के भन्नु छ तिमीहरूलाई? कसले कहाँ छ? एकदम भिड छ आज चाहिँ, किनभने आज भिड भएर पनि भिड छ। कहाँनिर छ तिमीहरू? हेलो गाइज, मेरो यहाँ भ्लग चल्दैछ। हेलो हेलो भन्ने आयो सबैजनालाई। हेलो ल, अब चाहिँ हामी भिजिट हेर्न जाँदैछौँ है। दिदी हाम्रो जागिर नखाइदिनु न प्लिज है। किन नखानु? अरू नयाँ पनि हलो भाइ चाहिँ आज भिडियोमा आउनु पर्यो क्या। हलाले मात्र आउला है। आउनु पर्यो हेलो भाइ। हेलो भाइ, मेरो भ्लगमा स्वागत छ क्या। अब बनाउनु पर्यो नि त, यसमै पैसा रहेछ त। के छ घरमा बाहिरको च्यानलको लिंक पनि हामीलाई पठाइराख्नु होला। सब्स्क्राइब गर्नुपर्छ। ए ल, छैन नि अब आफै गर्नुपर्छ। जस्ट फर मेमोरी पनि क्या भाइ, मेमोरीको लागि। छैन कति राम्रो आउँछ होइन, कति राम्रै आउँछ। हामी राम्रै खान्छ होइन। खै कता गयो नि सर? हेलो डिप भिजनमा हाल्ने। मेरो त यो भ्लग मात्र हो। तपाईँले भ्लगमा भनिदिनु न डिप भिजनलाई सब्सक्राइब गर भनेर। ए ल म भन्छु। तपाईँको फलोवर्स बढ्छ अब। दिदीले डिप भिजन यो मुनि हालिदिउँ न। हामी टाउन हल स्टेसनमा हो। यहाँ चाहिँ नेपाली गीत बजिरहेछ आज। कवि नेपाली गीत बज्दै खैरीहरू नाचिरहेछ। Thank you, Sydney. Love you, Sydney. If you got loose chairs, you get the buckets here, green.
अनि अहिले चाहिँ हामी जाँदैछौँ तल कहाँ दालिङहरूमा है होला That was deep. ल
कति बज्यो हामी अहिले रातिको अहिले 1:41 1:41 2 भएछ बज्नु 2 बज्न आँट्यो लास्ट ट्रेनमा लास्ट ट्रेनमा हामी आफ्नो अवस्था अब आएको सबै अवस्था रमाइलोहरू सकेको अवस्था सकेको अवस्था फेरि पनि अर्को नयाँ ब्लगमा भेट्ने बाचा गर्दै नयाँ आउनेछौँ र त्यही हो गाइस रमाइलो भयो लङ विकेन्ड भएर पनि होला सायद मान्छेहरूको बढी धेरै भिड थियो सो अहिले चाहिँ हामी घर जाँदैछौँ सिस्टमेटिक कस्तो छ पुरै ठ्याक्क गर्नुपर्छ ल हामी यति भन्दै अब हाम्रो ब्लग यहीँ अन्त्य गर्नेछौँ धन्यवाद त्यसको लागि धेरै धेरै धन्यवाद टिल देन हामी नेक्स्ट भिडियोमा भेटौँला अहिले चाहिँ निश्चल र म नै हामी एन्ड गर्छौँ बाई